बा भन्नुको रिजन चाहिँ के हो भन्दाखेरि केपी ओलीले चाहिँ आफूभन्दा सानो मान्छेलाई चाहिँ आफ्नो छोराछोरी जस्तो नाति नातिना जस्तो व्यवहार गर्ने कारणले हामीले बा भन्ने त्यो 22 जनाले चाहिँ किन त व्यवहार नगरे त? को 22 जना जो मारिए उहाँ होइन सरकारको नेतृत्व। एउटा चिज बुझाउँ अमित शाह, बुझाउँछु ल। एउटा चिज, सडकमा प्रहरी जान्छ सुरक्षाका लागि, हजुर ठिक छ, ठिक छ, सुरक्षाका लागि। त्यो प्रहरीको कमान्डर हुन्छ, डिएसपी हुन्छ होला, एसपी हुन्छ, एसएसपी हुन्छ होला, उसको पनि कमान्डर हुन्छ आइजिपी। आइजिपीको पनि लाइन मिनिस्ट्री हुन्छ गृह मन्त्रालय। गृह मन्त्रालयको पनि लाइन गभर्मेन्ट हुन्छ प्रधानमन्त्री। प्रधानमन्त्रीको प्रत्यक्ष अप्रत्यक्ष निर्देशन बिना, नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चनमनसम्म हेलिकप्टर चढेर जान्छ कोही? यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन?